वेलकम ब्याक टु माई च्यानल होइन मैले आज यहाँ यिनीहरूलाई कपाल काट्दियो भनेको मेरो कपाल देखाइदियो त दिउसिका बाङ्गो गरेर हो कि यस्तै देखाउनु अरे मेरो कपाल बाङ्गो बनाइदेखान होइन अब म चाहिँ पार्लर गएर मिलाउने सोचेछु अनि आज चाहिँ होली रे होइन बच्चाहरू छैन खुला के अनि साथीहरू हेर्दै जानु यिनीहरूले मेरो कपालको हालेर गइदियो बिफोर आफ्टर गराउँछु म रन गरेँ सकेसम्म मेरो कपाल यसरी काट्दैन कि अब यो मिलाउन नमिल्ला मैले म यस्तो गाली गर्छु दिस इज माई के अरे आफ्टर मेरो यति धेरै कपाल गयो नि यिनीहरूले मिलाएर राखिदिएको भए त जान्थेन नि यति धेरै कपालै छैन मेरो राम्रो देखेछु म ब्राज भट्ट जस्तो देखेछु म अनि यो सबै क्रेडिट जान्छ यिनीहरू बोलाहरूलाई यिनीहरूको त मलाई फेस देखेर नि रिसिरहेको थिएँ धन्यवाद अब चाहिँ हामीले आन्टीले बोलाउनु पर्छ होली खेल्नु हामीहरू गरेर टक्क होली खेल्छ होली अगाडिबाट दाइ एउटा दाइ यस्तो दाइ भएको त हेन्सम दाइ यस्तो यस्तो आइराख्नु छ गरिदिनु त कस्तो हिँडिराख्नु कि त्यो दाइ मेरो कपाल हेर्नु मलाई त कस्तो राम्रो लागिरहेको म घर गएपछि मम्मीले मलाई दिन्छन् 2 लट्ठा अनि थाहा हुन्छ त्यो भएपछि त आयो त अनि म हिँड्नु देखिरहेको छु यिनीहरू यस्तो बेसरम छ नि अझै आएर त कस्तो मजाले मेरो फेसतिर हेरेर बसिरहेको है यत्रो चोक्टा खा मेरो कपालको अगाडिको हो नि आन्टी जानुभयो क्या हो गाइस अब चाहिँ होली खेल्ने बेसरम त्यो मेरो कपाल काट्नुको सबभन्दा ठुलो रिजन जब आन्टीले बोलाइराख्नु छ गाइस अब हाम्रो होस्टेलमा चाहिँ होली नै हुन्छ र मैले यस्तो लगाएर बसेको नि त होइन भाइ मेरो मामा घर जानुपर्ने त्यही भएर एउटा सदस्य म एउटा पहिलो सदस्य दोस्रो सदस्य हाम्रो होली खेल्ने कालो टी सर्ट लगाएर होली खेल्छ ऊ चाहिँ ल ह्याप्पी चौथो व्यक्ति होली खेल्ने अनि हाम्रो डिजे अब हाम्रो नाच्छ हाम्रो मेन व्यक्ति हाम्रो होली खेल्ने मेन व्यक्ति ब्लग बनाउँदैछु अनि देख्यौ हाम्रो होस्टेलमा चाहिँ यस्तो हुन्छ ब्लग बनाइरहेको के मलाई म कस्तो भए होइन के मैले आएपछि के दुईटा मात्र लाउने भने धेरै लाउने माथि फलाममा चोट लाग्ला है आन्टी थोरै कलर लिउँ मैले राखिदिन्छु ल
होली यति नै थियो होइन हामीले होस्टेलमै रमाइलो गरेको म त चिन्न गाह्रो भइरहेछ सो ह्याप्पी होली सबैलाई अब हाम्रो आन्टी डन होली खेल्न जान लाग्नु छ हिरोनी भनेर यस्तो यता आउनु न यहाँ आउनु हाम्रो आन्टीको स्पेस अनि हाम्रो होलीको स्पेसल यहाँ पाकिरहेछ अनि हामीहरू नुहाइ गरेर आइसक्यो हाम्रो होली सकिसक्यो बाहिर पनि छ होली खेल्दा आउनु आन्टी हाम्रो दिदी अनि हामीहरू ठ्याक्क हाम्रो नुहाइधुवाइ गरेर अब हाम्रो होली पनि सकिसक्यो अनि ठ्याक्क अब टक्क परेर खाइन्छ अनि बसिन्छ हामीहरू मोज गरिन्छ सो गाइस आजको लागि यति नै थियो होइन इफ हजुरहरूलाई मेरो भिडियो राम्रो लाग्छ भने लाइक कमेन्ट एन्ड सेयर एन्ड सब्सक्राइब गरिदिनु होला दिदी भन्नु हजुरहरूलाई राम्रो लाग्छ भने लाइक कमेन्ट सेयर एन्ड सब्स्क्राइब गरिदिनु अनि हाम्रो होली कस्तो हाम्रो होस्टेलको होली कस्तो लाग्यो कमेन्ट गरिदिनु होला हामी यो खाने हो यो खाने यो होस्टेलमा आएर बस्छ है के गरे तिमीले यो होस्टेलमा आयो भने मिठो मिठो खाना पाइन्छ त्यो चाहिँ हो है अरू होस्टेलको भन्न सक्दैन हाम्रो होस्टेलमा चाहिँ मिठो मिठो पाइन्छ है खानेकुराहरू यो चाहिँ हाम्रो त्यो हो अनि हाम्रो किचन हाम्रो कुक आन्टी अहिले थोडा देखिन्न त्यही पनि हाई गरिदिनु हाई गर्नु साइड लुक त फेरि हेर्दा मात्र डेन्जर हो होइन तर एकदम राम्रो हान्नु सो गाइज यति नै हो हाम्रो होली स्पेसल यति नै हो अब एक्जाम आइरहेको कहाँ जानु बाहिर होइन अहिले पठाउला नि अनि सो यति नै हो हाम्रो होली सक्यो या बोला हेर बोला गर त एकचोटि वान्स मोर अनि मेरो कपालको जिम्मेवारी यो पनि हो है मेरो कपाल यहाँ आएर गाइस यस्तो गरे यस्तो देखाउनु त कपालै छैन भिडियो मेरो मम्मीले देख्नु त मेरो पिस पारिदिनुहुन्छ म अस्ति टेन्सन के गर्ने मेरो कपालको भनेर होइन अहिले हेर मेरो कपालको हालत नाचिरहेको हुन्छ लास्ट भने चिज छैन अझ म त्यो कपाल काट्दाखेरि हिँ गर्दा हाँस्दै थिएँ यति नै हो गाइस अब हाम्रो होली स्पेसल यति नै हो सो लाइक कमेन्ट एन्ड सेयर एन्ड सब्सक्राइब गरिदिनु हजुरलाई राम्रो लाग्यो मेरो भिडियो सो यति नै